नमस्ते स्वागतम साथीहरू म शिशिर डाङ्गी राम्रो भेट हुनेछ सबै यसैगरी साथीहरू आज म हजुरहरुमा फेरि उपस्थित भइसकेको छु नयाँ नेपाली कथानक चलचित्र जेरी अनटपको आमैले भन्थे भन्ने बोलको गीतको रियाक्सन भिडियो लिएर जसमा अनमोल केसी आचल शर्मा वन केसी र केदार प्रसाद घिमिरे माग्ने बुढालाई देख्न सकिन्छ। ओ साथीहरू अब हामी ढिला नगरी भिडियो हेर्नेछौँ र हजुरहरूलाई पनि मसँग भिडियो हेर्नको लागि अनुरोध गर्दछु। कस्तो अब हामी भिडियो हेर्नेछौँ। Burasuba Digital, enjoy with us. वन केसी र माग्ने बुढाको लुक चाहिँ मलाई एकदमै मन पर्यो। सुरुवातमै उनीहरूलाई देखाइएको छैन अनि सबभन्दा बेस्ट पार्ट चाहिँ माग्ने बुढाको हेयर स्टाइल चाहिँ यहाँ अरू फिल्मभन्दा केही नौलो देख्न सकिन्छ। अवतार र हेयर स्टाइल पनि माइक यस्तो बनाउनु कुरा त्यो दामी देखेको छ होइन। अनि अनमोल केसीको त कुरै नगरौँ होइन, उसलाई पुरा यो गीतमा एकदमै बलिउड चलचित्रको हिरोलाई जसरी एन्ट्री देखाइन्छ, जसरी त्यो एन्ट्री गराइन्छ, सेम त्यही लेभलको एन्ट्री गराइएको छ यो भिडियोमा। सो यो चलचित्रको निर्देशकलाई म सल्युट गर्छु जसले अनमोल केसीलाई यति राम्रोसँग प्रेजेन्ट गरेको छ। अनि आचल शर्माको त पुरै नगरौँ होइन, मलाई मन पर्छ आचल शर्मा है। अनमोल केसी वन केसी यो गीतको यति दामी हुक छ नि मलाई नाच्दिउ जस्तो लागिरहेको छ क्या। धाराको पानी सारै नै चिसो नखाउ नानी मरेनी तिर्खैले तर बाबैले भन्थे कल्पो पानी रक्सी गरायो तर बाबैले भन्थे कल्पो पानी रक्सी गरायो। र यो चलचित्र दीपावलीमा अर्थात् तिहारमा रिलिज प्रदर्शन हुँदैछ है। र यो दृश्य हेर्दा चाहिँ मलाई होइन बलिउडको रणबीर कपुर र दीपिका पाडुकोनको जस्तै जोडी लाग्छ क्या होइन। यति राम्रो जोडी देखिएको छ क्या। पहिले नै होइन अनमोल र जसितालाई एकदमै मन पराइरहेको थियो कि नेपाली समाजले, नेपाली अडियन्सहरूले। अनि आचल शर्मासँग अनमोल केसीको जोडी कति खेला त भन्ने सबैलाई खुल्दुली लागिरहेको थियो। यो चलचित्रको दुईवटा भिडियो अनमोल केसी र आचल शर्मा बीचको आयो र त्यो दुवै भिडियोमा कहीँ कतै यस्तो कमजोरी देखिएन कि अनमोल केसी र आचल शर्माको जोडी सुहाएन भन्ने होइन, एकदमै राम्रो छ। मस्तीमा तिमी अति नटी स्वैगको के कुरा लास्टै हटी मस्तीमा तिमी अति नटी स्वैगको के कुरा लास्टै हटी राम्रो आचल शर्मालाई यसमा एकदमै सुन्दरी देखाइएको छ। र यो जुन अहिले यो भुवन केसी र अनमोल केसीले पुरा यो हातमा रक्सीको कप राखेर होइन जुन स्टेप गर्दा गर्दैछन् होइन, यो चाहिँ मलाई कता न कता यो बबी देओलको एनिमल चलचित्रको जुन यो बबी देओलले टाउकोमा चाहिँ डान्स गर्छ नि होइन, त्यससित इन्सपायर भएको जस्तो लाग्छ होइन। यिनीहरूले पनि यहाँ हातमा राखेर डान्स गर्दैछन्। यो नेपालमा चाहिँ नेपालमा नौलो स्टेप नै हो होइन, त्यो राम्रै छ।
राम्रो ठिक छैन है तिम्रो चाल बरु आफैलाई सम्हाल ओ कान्छा तिमी नटी 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 दुनियासँग जोबन साटेर आचल शर्मा चाहिँ यसमा एकदमै हट देखिएको छ है। दुनियासँग जोबन साटेर के पाउँछौ र मलाई ढाँटेर त्यही त दुनियाँसँग जोबन साटेर के पाउँछ र उसलाई ढाँटेर होइन, नढाँट न केटा हो। हेर्दामा राम्रो तिम्रो जिउ डाला डुलिरहने मन सम्हाल नजाइदो पर स्वीकार मेरो प्यार मिठो मिठो बातमा फस्दिन नमस्कार अरे मैले भन्थे र अनमोल केसीको फुट स्टेप पनि दामी देखिन्छ यसमा होइन। मैले भन्थे धाराको पानी साह्रै नै चिसो नखाऊ नानी मरे नि तिर्खैले तर बाबैले भन्थे कलको पानी रक्सी गरायो तर बाबैले भन्थे कलको पानी रक्सी गरायो तर बाबैले भन्थे कलको पानी रक्सी गरायो तर बाबैले भन्थे कलको पानी रक्सी गरायो। त्यो साथीहरू हामीले अब यो जेरी अन टपको आमैले भन्थे भन्ने बोलको गीतको भिडियो पनि हेरिसक्यौँ। समग्रमा भन्नुपर्दा मलाई यो भिडियो एकदमै मन पर्यो। यसलाई बनाउनको लागि एकदमै धेरै लगानी गरिएको छ। यो भिडियो हेर्दा यस्तो लाग्छ कि मैले नेपाली होइन बलिउड चलचित्रको भिडियो हेरिरहेको छु जस्तो लाग्छ। सो म सल्युट गर्न चाहन्छु यो चलचित्रको निर्मातालाई जसले नेपाली इन्डस्ट्रीमा यति धेरै लगानी गरेर यो लेभलको भिडियो मेकिङ र सिनेमा मेकिङ गरिरहेका छन्। गीतको कुरा गर्न पर्दा चाहिँ मलाई यो गीत पनि एकदमै मन पर्यो। जुन यसमा आमैले भन्थे धाराको पानी बाबालाई भन्थे कलको पानी रौसी गनाए भन्ने बोलको टुक्काको छ होइन। यो टुक्का चाहिँ हामीले अहिले होइन चाइनैदेखि सुन्दै आएको टुक्का हो। चाइनैबाट यो टुक्का हाम्रो मस्तिष्कमा झुन्डिएको छ र हजुरहरूलाई भन्न पर्दा यो टुक्का चाहिँ नेपाली पुरानो चलचित्र साइनोको गीतको टुक्का हो। कलाकारहरूले कस्तो नृत्य गरेका छन् भन्न पर्दा कलाकारहरूले यसमा एकदमै नृत्य गरेका छन्, जसमा अनमोल केसी र आचल शर्मा त हिट रोलमै भइहाल्ने। उनीहरूको डान्स पनि एकदमै राम्रो छ। अनि अनमोल केसीलाई होइन सबैले पुरा काट्छन् क्या, उसलाई नराम्रो भन्छन्। एकपछि अर्को चलचित्रमा आफूलाई प्रुभ गर्दै आइरहेको छ र उसमा मेहनत पनि देखिन्छ र उसले मा चाहिँ एकदमै राम्रो नृत्य गरेको छ है। मलाई त एकदमै मन पर्यो है। अनि आचल शर्माको त कुरै नगरौँ, ऊ त एकदमै सुन्दरी देखिएको छ यस चलचित्रमा होइन। उसको डान्स पनि एकदमै राम्रो छ। अनि यसमा भुवन केसीलाई पनि देख्न सकिन्छ। भुवन केसीलाई एकदमै तर भुवन केसी अझै पनि ह्यान्डसम देखिँदो रहेछ क्या होइन। अनि माग्ने बुढालाई चाहिँ यसमा माग्ने बुढाको काम पनि राम्रै छ, त्यस्तो नराम्रो चाहिँ भन्न खोजेको होइन। अनि त्यही हो माग्ने बुढालाई चाहिँ यसमा अलिअलि कमेडी भ्याट दिनको लागि प्रयोग गरेको जस्तो लाग्यो यो गीतमा है। मलाई एकदमै मन पर्यो। अनि हजुरहरूलाई के कस्तो लाग्यो यो भिडियो कमेन्टमा लेख्न नबिर्सिनु होला। अनि मलाई मेरो रियाक्सन भिडियो कस्तो लाग्यो मन परेमा लाइक कमेन्ट सेयर र सब्सक्राइब पनि गरिदिनु होला।